हमारी सुषमा मैम खाना बनाते हुए। मैम पीछे देखना एक बार। ये सुषमा जी खाना बनाते हुए हमारी। ठीक है, अच्छे लग रहे हो। हजुरहरू नमस्ते। हेर्नुहोस् न, दुईवटा अन्डा, प्याज, टमाटर, सिमला मिर्च, अदरक, लसुन, खोर्सानी। आज यस्तो प्रकारले पकाउनु मन लाग्यो कि आफ्नो तरिकाले। मिठो लाग्छ मलाई त्यस्तो पकाउनु कि। अहिले हजुरहरूलाई देखाइदिन्छु। हवस्, हेर्नुहोस् गाइस। नमस्कार तपाईहरूलाई। अनि के गर्नुहुँदैछ गाइस? यहाँ हेर्नुहोस् न, चिकन फ्राई गर्दैछु। अब यसो बनाऊँ भनेर प्याज फ्राई गरेको। ये हेर्नुहोस्, बनेर तयार चिकन। राधे राधे। अन्त तपाईँहरू के गर्दैछ, कसो छ? अन्त अहिले तपाईँहरूले हेर्दै थियो सुषमा लेप्चाको 31मा भिडियो बनाएको। उसले एक्लैले कसरी बनायो 31 भनेर हो। अन्त तपाईँहरूले पनि 31 कसरी बनायो, के गरेर बनायो, यो तपाईँहरूले कमेन्ट गर्नु होला हो। अन्त सुषमा लेप्चा त दिल्लीमा थियो त हो। अन्त उसो बढी छोरा र बढी थिए जानेमा छ हो। अन्त उनीहरूले भिडियो हेरिदिनु होला, अगाडि भिडियो आउँछ। अन्त अलिअलि ढिलो हुँदैछ भिडियो हो, त्यसलाई धेरै नै सरी हो। अन्त धेरै नै सरी भन्नु चाहन्छु हो। अन्त भिडियो कसो लाग्यो, कसो लागेन, भिडियो हेरे पनि राम्रो लागे पनि लाइक कमेन्ट गरिदिनु होला। अन्त उसो बढेको पनि भर्खर छोरा र बढीको बिहा भएको फर्स्ट मनाउने बढीको पनि बर्थडे थियो हो। बिहाको बाद फर्स्ट बर्थडे। अब हेर्नु होला भिडियो। चाहिँ हाम्रो घरमा 31 मनाउन आँटेको। यहाँ बोजू नातिनी प्याज छिल्दैछ, लसुन छिल्दैछ। काम लगाएको बोजू नातिनीलाई। म चाहिँ अन्त यहाँ चाहिँ माछा फ्राई हुँदैछ मेरो। अझै मासु पनि फ्राई गर्नु छ, पुरा काम छ। एक्लै भयो हो, सघाउने कोही छैन। यहाँ बुढा पनि हराएको भयो, सामान पनि पठाइदिएछ। दुईजना चाहिँ हो, एक बल भइसक्यो लसुन छिलेको। भदै चाहिँ टिभी हेर्दैछ, यसको काम छैन। म चाहिँ यस्तो भएर बसिरहेको छु। दुल्हन भएर बसिरहेको छ, अनुहार छोपेको अरे। यो चाहिँ भिडियोमा नदेखाएको अरे। पुरा राम्रे बेसी भएर यो शरम लाग्यो अरे यसलाई चाहिँ। यहाँ छिलेको छ। एउटाको चाहिँ अनुहार पनि देख्दैन त।
हेर गाइस हामी चाहिँ लसुन छिलेको प्याज चाहिँ छिलिसक्यो फुपूकोमा आएपछि त्यस्तो काम गर्नुपर्छ नि आजै काम गरे क्या यिनीहरूले खालि मोबाइल हेर्छ अब यो चाहिँ यहाँ बट्टामा हालेर राखेको फुलमा लगाउनुको लागि मल हुन्छ अरे फुलमा लगाएपछि राम्रो हुन्छ अरे पानीमा भिजेर राखेको यसलाई फुलमा लाउनुपर्छ यो कुहिएपछि फुल मजाको हुन्छ अरे मल बनाउनुको लागि यहाँ हालेको पानी लगाएर राख्नुपर्छ प्याज स्याज छिलिसकेर अब बोजू नाति नि पिक्चर हेर्दैछ एउटा चाहिँ तितरा खाँदै थियो तितरा पनि झारेर मुख छोप्नु हतार उसलाई के हेर्दा कार्टुन हेरिरहेछ नातिले त ए एनिमी अरे एनिमी कार्टुनको नाम पनि के हो ऊ सर चाहिँ आयो भर्खर यस्तो जाडो छ कहाँ घुम्छ के ल्याएछ के हो यो पान अरू के ल्याए कोक अन्त दोकानको चाबी बोल्नु पनि आउँदैन अब चाहिँ आलु छिर्दैछु अचार बनाउनुको लागि चाना र आलु गोर्खे अचार बनाइ हेर्नु पऱ्यो कस्तो हुन्छ आज एउटा चाहिँ अब मासु धुँदैछ आउनु बित्तिकै भ्याएको छैन अझै त्यस्तै बनाउनु माछा पनि भइसकेको छैन भन्नु माछा पनि अब फ्राई भइसकेको छैन यहाँ हाम्रो बोजू बसेर के हेरिरहेछ है फोनमा उता हुँदाखेरि त अब कुदिबस्यो यहाँ चाहिँ कुद्नु सकेको छैन अल्छी लाग्यो अरे खालि फोन मात्रै हेरिबस्छ हाम्रो बोजू चाहिँ अल्छी लागेर गाइस म चाहिँ यहाँ आलु छिल्दैछु यहाँ अचार बनाउनु लागि होइन यसलाई चाहिँ म यसरी 4 फालामा सानो गरेर छिल्दैछु यहाँ चाहिँ आलु छ अनि यो चाहिँ चाना छ यिनीहरू दुइटाको अचार बनाउन आँटेको छ यहाँ माछा चाहिँ फ्राई भइसकेको छ अनि यहाँ मासु छ अनि यहाँ पनि मासु फ्राई गर्दैछ म चाहिँ यहाँ आलु काट्दैछु अब चाहिँ म माछाको ग्रेभी बनाउन आँटेको सिम्पल बनाएको यहाँ चाहिँ मासु फ्राई गर्दैछ अब यसलाई एकछिन रातो हुनु दिनुपर्छ अब यसलाई चाहिँ एकछिन रातो हुनु दिनुपर्छ अब हामी त बनाउन आउँदैन यस्तो बनाइदियो प्याजलाई चाहिँ मजाले रातो रातो पार्ने अन्त टमाटर हाल्ने हामीलाई त बनाउन आउँदैन यस्तो सिम्पल बनाउँछ यहाँ चाहिँ मासु अब चाहिँ म टमाटर हाल्दैछु प्याज चाहिँ झन्डै डढेन रहेछ नि यसले चाहिँ आलु काट्दैछ यसलाई आलु काट्नु लगाएको नि म चाहिँ यहाँ ग्रेभी अहिले तोरी जिरा पिसेको हाल्यो अहिले मेरो ग्रेभी हुँदैछ
एकजना भाँडा मोल्दैछ आज यसले पुरा काम गर्दैछ मेरो भदैनीले ओ भाँडा पुरा मोल्दैछ जग्गा सानो भइसक्यो यहाँ सामानै सामान ल हाम्रो चिकन पनि पाक्यो माछा पनि पाक्यो यो चाहिँ हो अचार अब चाहिँ खाएको भदैनीले म बोलेको सुन्दैन